रासोपा नेता खगेन्द्र सुनारले कसैले बाख्रा खान पाउँछ भने, कुखुरा खान पाउँछ भने अरूले पनि गाई खाने कुरा ठिक हो भनेका थिए। त्यतिमा मात्र रोकेका थिएनन् उनी। यदि गाई राष्ट्रिय जनावर हो भने गोरु, बाख्रा, कुखुराले के बिगारेको छ? उनीहरू पनि राष्ट्रिय जनावर हुनुपर्छ भनेका थिए। कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो। तपाईले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन? गाई राष्ट्रिय जनावर हो भने गोरुले चाहिँ के अपराध गरेको छ कि गोरु जनावर राष्ट्रिय जनावर होइन? कुकुर पनि त राष्ट्रिय जनावर हो त, यो राष्ट्रभित्र। उनको यो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेपछि आफ्नो स्पष्टीकरण दिँदै उनले केपी ओली, प्रचण्ड र गगन थापालाई गाली गर्दै आफूलाई चोख्याउने प्रयास गरेका छन्। बाख्रा खाएर आएको काङ्ग्रेस, भाइ मारेर आएको एमाले र सारा ध्वस्त पारेर आएको माओवादीका गलत नियत भएका मान्छेहरूले आफूलाई फसाउन यो भिडियोलाई तोडमोड गरेर आफूलाई बदनाम गर्न खोजेको बताएका छन्। बाख्रा खाएर आएका काङ्ग्रेसले, भाइ मारेर आएको एमाले, सारा संसार ध्वस्त पारेर आएका माओवादीका ती गलत नियत बोकेका मान्छेहरूले अहिले हामीलाई केही नपाएपछि यो आरोपहरू लगाएका छन्। राष्ट्रिय जनावरप्रतिको हाम्रो सम्मान यथावत छ। उनी अगाडि भन्छन् राष्ट्रिय जनावरप्रति आफ्नो सम्मान छ, किनकि हामी पनि यो देशका नागरिक हौँ र आफू शाकाहारी भएकाले पनि कुनै पनि जीवको हत्याको पक्षमा नरहेको उनको भनाइरहेको छ। के भन्नुहुन्छ यसबारे?